हेलो वेलकम ब्याक माई भिडियो है। आज चाहिँ म काँचो आँप खान गइरहेको छु। हेर्दा पाकेको देख्ने पनि यो चाहिँ एकदम काँचो र अमिलो छ र मलाई चाहिँ आँप काँचो आँप पुरा मनपर्छ। पुरा मनपर्छ। हजुरहरूलाई कोलाई मनपर्छ भन्नुहोस्। अनि के भन्छ यो काँचो आँप चाहिँ मलाई दाइले ल्याइदिनु भएको थियो। एकदम हेर्दा पाके भए पनि मलाई चाहिँ आँप खेल्दाखेरि गाउँको याद आउँदै थियो, किनकि मेरो घरको छेउमा एउटा कुवामा चाहिँ साइडमा चाहिँ आँपको रुख थियो। त्यहाँ चाहिँ पुरा आँप फल्थ्यो थियो। त्यो चाहिँ मिठो मिठो हुन्थ्यो अनि पानी पर्दा पुरा झर्थ्यो। अनि त्यो टिप्दै साथीहरूसँग बनाउँदै खान्थेँ। अनि मेरो दुईजना नातिनीहरू थिए, उनीहरूलाई पनि खिलाउँथेँ। यस पुरा मजा आउँथ्यो है आँप खानु। अहिले यहाँ त त्यति पाकै छैन खानु। यही हो मेरो फर्स्ट काँचो आँप खाएको। त्यो पनि त्यस्तो मतलब हुन्छ नि, आँप त अमिलो मात्र होइन, अलि गुलियो भयो भने झन् मजा आउँछ क्या। त्यो चाहिँ अमिलो थियो, तर पनि यो फर्स्ट टाइम यो सिजनको भएर होला मजा आयो खानु। हजुरहरूलाई चाहिँ आँपहरू मनपर्छ मन पर्दैन कमेन्टमा लेख्नुहोस् है। मलाई चाहिँ पुरा मनपर्छ। ल है, थ्याङ्क यू फर वाचिङ माई भिडियो है। हजुरलाई मन पऱ्यो लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्।